अब प्रतिनिधि सभामा विपक्षी दलको नेता पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष 2082-83 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन समय दिन्छु। सम्मान्य सभामुख महोदय, सबभन्दा पहिला त म राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। साथै विभिन्न कालखण्डका विभिन्न आन्दोलनहरूमा बेपत्ता पारिएका यातना पीडित घाइते योद्धाहरूप्रति पनि म सम्मान व्यक्त गर्न चाहन्छु। आजको दिन विश्व सर्वहारा वर्गका र मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको जन्मदिन पनि परेको हुनाले म दुनियाँले स्वीकार गरेको एउटा तथ्य कि 1000 वर्ष यता मार्क्सको जस्तो विद्वता भएको व्यक्ति जन्मेको छैन भनेर सबैले स्वीकारिएको ती महान व्यक्तित्वप्रति पनि म श्रद्धा व्यक्त गर्न चाहन्छु। सम्माननीय राष्ट्रपतिद्वारा वाचन गरिएको सरकारको नीति तथा कार्यक्रममाथि चर्चा गर्नु पूर्व म यसको प्रक्रियाको बारेमा केही कुरामा माननीय सदस्यहरूको ध्यान आकर्षण गर्न चाहन्छु। मैले यही सम्मानित संसदमा माननीय सांसदहरूका मतहरूलाई पनि महत्त्व दिने र परम्परागत तरिकाले माननीय सांसदहरूले विचार राख्ने तर त्यो नीति कार्यक्रममा परिमार्जन हुन नसक्ने यो अलोकतान्त्रिक परम्परा तोड्नुपर्छ भन्ने सोचेर मैले गत साल अध्यादेश मार्फत नयाँ पहल गरेको थिएँ। मलाई लाग्छ माननीय सदस्यहरूलाई यो कुरा पक्कै पनि स्मरण होला। त्यति बेला बजेट प्रस्तुत हुनुभन्दा करिब 3 महिना अगाडि नै नीति तथा कार्यक्रममाथि बारे नयाँ क्यालेन्डर बनाएर